हाई ब्युटिफुल पिपुल भेरी गुड इभिनिङको मिनी ब्लगमा चाहिँ यहाँहरूलाई भेरी वेलकम। आज चाहिँ हामी धेरैजना साथीहरू यो सिपमा चढ्नको लागि भनेर चाहिँ यसुसी साउथ कोरियाको यसुसी छल्लानाम्दोमा चाहिँ हामी पार्टिसिपेट भइसकेको छौँ। विभिन्न देशको साथीहरू पनि हुनुहुन्छ अनि हामी चाहिँ सिप चढ्नतिर लागिसकेको छौँ। अब हामी चाहिँ सिप चढ्दैछौँ। यो चाहिँ फर्स्ट फ्लोरमा म पुगिसकेँ फाइनल्ली। अनि यहाँको चाहिँ यस्तो खालको दृश्य देख्न सक्नुहुन्छ। यो चाहिँ नाइट भ्यू हो। नाइट टाइम परेकोले गर्दाखेरि चाहिँ तपाईँहरूले नाइटको टाइमको भ्यूहरू सबै देख्नुहुन्छ है त। लाइटहरू सबै निकै रमाइलो राम्रो सुन्दर छ। अनि हामी चाहिँ जाँदैछौँ अझै माथि। फर्स्ट फ्लोर थियो, सेकेन्ड फ्लोरमा पुगिसकेको छौँ। अझै माथि थर्ड फ्लोर हो चाहिँ। अनि यहाँको चाहिँ वातावरण यस्तो शान्त खालको। अनि भित्र चाहिँ हामीले केही खानेकुराहरू खानलाई पनि मिल्दो रहेछ। म चाहिँ फर्स्ट टाइम चढेको हो, म चढेको थिइनँ है। अनि त्यही भएर चाहिँ मेरो अनुभव हजुरलाई सबै बताउँछु। नलजाइकन मजाले सुन्नु, हेर्दिनँ है त। अनि बाहिरको दृश्य चाहिँ यस्तो खालको छ, भ्यू चाहिँ यस्तो खालको देखिन्छ होइन। अझै माथि जाँदैछौँ हामी। चाहिँ थर्ड फ्लोर फोर्थ फ्लोरमै पुगिसकेको छौँ। यो चाहिँ टपको फ्लोर यस्तो खालको छ। माथि चाहिँ कस्तो रमाइलो खालको क्या। वा कस्तो राम्रो लाग्यो होइन। यहाँको लाइटहरूले गर्दा अझै राम्रो। डे टाइम थियो भने चाहिँ सायद यति रमाइलो हुँदैन थियो होला, नाइट टाइम भएर। अनि यो लाइटहरूले चाहिँ यस्तो राम्रो लागेको होइन। कस्तो रमाइलो क्या। अनि सुरु भइसकेको छ, स्टार्ट भइसकेको छ सिप चाहिँ होइन। स्टार्टमा चाहिँ कस्तो हल्का भाइब्रेसन आउँदो रहेछ, डर त नलाग्दो रहेछ होइन। कस्तो रमाइलो क्या। अनि ऊ चाहिँ मेरो साथी है, साथीहरू हुनुहुन्छ, साथीहरूसँग छु म। अनि निकै रमाइलो लागिरहेको छ। फर्स्ट टाइमको अनुभव हो। आकाशमा उड्नेदेखि भुइँमा गुड्नेसम्म चाहिँ चढेको थिएँ होइन। नलजाइकन भन्नुपर्दा चाहिँ सिपमा चाहिँ चढेको थिइनँ। यो चाहिँ मेरो फर्स्ट टाइमको अनुभव है। अनि हामी चाहिँ डान्स पनि गरिरहेको छौँ। त्यहाँ गीत पनि बज्यो। अनि गीत बजेपछि उस्तै खालको साथी भएपछि अनि म त्यस्तै खालको साथीमा परेपछि चाहिँ डान्स हानिदिइहालेको हामीले होइन। अनि यो डान्स भन्ने कुरा चाहिँ आउनै पर्छ भन्ने चाहिँ हुँदैन। मलाई चाहिँ जहाँसम्म लाग्छ आफू रमाउनको लागि, आफू खुसी हुनको लागि अनि नाच्ने खालको त्यो माहौल मिल्यो भने चाहिँ नाचिहाल्नुपर्छ, रमाइलो गर्नुपर्छ साथीभाइमा जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि यो परको दृश्य, यसको नाम चाहिँ के मलाई ठ्याक्कै थाहा भएन, तर कोरियन भाषामा चाहिँ फुलकोत भन्दो रहेछ। फुलकोत कस्तो राम्रो देखियो क्या। अनि कस्तो रमाइलो लाग्यो यो फुलकोतले गर्दाखेरि चाहिँ। अझै त्यो दृश्यहरू त्यहाँको माहौलहरू चाहिँ छुट्टै रमाइलो लाग्ने क्या। रमाइलो भएको। अनि म चाहिँ यसरी रमाउँछु, यसरी रमाइराखेको छु होइन। अनि भिडियो बनाइदिने साथीहरू हुनुहुन्छ अनि म रमाउने मान्छे छँदैछु। अनि यसो रमाइलो माहौल। अनि फर्स्ट टाइम सिप चढेको अनुभव है, छुट्टै रमाइलो लागेको क्या मलाई चाहिँ यो टाइम होइन। स्पेसल खालको क्या। फुलकोत होइन, मैले चाहिँ फर्स्ट टाइम देखेको होइन। फुलकोत फर्स्ट टाइम देखेको। कस्तो रमाइलो, कस्तो राम्रो क्या। परबाट यसरी गर्दाखेरि यस्तो खालको फुलकोत देख्दाखेरि होइन। टाढाबाट नजिक हुनु भने कस्तो हुन्छ, नजिकबाट थाहा भएन, तर टाढाबाट कस्तो रमाइलो। यो सबै फुलकोतको माहौल छ यहाँ चाहिँ। तपाईँहरूले फुलकोत मात्रै देख्न पाउनुहुन्छ। कस्तो आवाज पनि आउँदो रहेछ क्या यो फुलकोत डुङ त्यो हुन्छ नि, त्यो बारुजहरू पड्किँदाखेरिको त्यो आवाज आउँछ नि, लाइक त्यस्तै खालको साउन्ड आउँदो रहेछ। अनि कति तपाईँहरूलाई त थाहा छ होला, कतिजनालाई, कतिलाई थाहा नहोला। मलाई चाहिँ थाहा थिएन है। मेरो चाहिँ फर्स्ट टाइम हो। अनि कस्तो रमाइलो, कस्तो राम्रो लागेको क्या। रमाउने कुरामा चाहिँ टाइम भनेको रमाउनको लागि भनेर टाइम चाहिँ आउँदैन। सानो सानो चिजमा पनि खुसी हुन जानु भने चाहिँ हरेक परिस्थिति राम्रो नराम्रो मान्छेको लाइफ हो, परिस्थिति जस्तो पनि आउँछ होइन। तर पनि सानै चिजहरूमा रमाउन जाने भने चाहिँ छुट्टै लाग्छ क्या। रमाइलो हुन्छ, राम्रो लाग्छ। अनि राम्रो परिस्थिति नराम्रो परिस्थिति जस्तोमा पनि राम्रो लाग्छ क्या। अनि म चाहिँ सानो सानो चिजमा पनि रमाउने मान्छे हो। ठुलो कुराहरू त कहिलेकाहीँ मात्रै हुन्छ। अनि सानो सानो चिजमा रमाउन सक्यो भने चाहिँ हरेक टाइम ब्युटिफुल लाग्छ जस्तो लाग्छ मलाई चाहिँ।
अनि त्यही हो, रमाइलो भइरहेको छ। यताउताको दृश्यहरू भ्यूहरू राम्रो देखिरहेको छ होइन। झिलिमिली छ परदेशमा। आफ्नो देशमा अब के गर्नु, केपी बाले सिपको व्यवस्था गर्छु भन्नुभएको थियो। केपी बा नै अब कता के हो होइन, बाले त्यही हो, देश बेचेर खाइहाल्नु भयो। अर्काको देशमा यसरी हामी आउन पाएको छौँ अनि रमाउन पनि अब पाएको छौँ। ठिकै छ, तर हरेक कुरालाई थ्याङ्क्स भन्न चाहन्छु म चाहिँ। अनि आफूले चाहिँ हरेक कुरालाई थ्याङ्क्स दिन जान्यो भने चाहिँ सबै कुराबाट राम्रो पाउँछ, राम्रो लाग्छ जस्तो लाग्छ। अनि तपाईँहरू पनि टाइम मिल्छ भने चाहिँ खुसी हुनको लागि चाहिँ टाइम मिल्छ भने बाहिर निक्लिहाल्नुपर्छ क्या। सधैँ काममा मात्रै बिजी पनि हुनु हुँदैन। अनि कहिलेकाहीँ चाहिँ आफू खुसी हुनको लागि आफूलाई टाइम पनि दिनुपर्छ क्या। लाइफमा सधैँ बिजी भयो र आफूलाई नि टाइम दिन सकिएन भने त खै के जिन्दगी भन्ने होला र होइन। कहिलेकाहीँ आफूले आफूलाई पनि टाइम दिनुपर्छ अनि रमाउनुपर्छ, खुसी हुनुपर्छ। रमाउनको लागि, खुसी हुनको लागि। अनि हाम्रो उमेर सधैँभरि पनि रहँदैन होइन, खुसी पनि हुनुपर्छ। उमेरमै हो खुसी हुने, रमाउने, कमाउने, घुम्ने फिर्ने सबै जस्तो लाग्छ मलाई चाहिँ। अब आफ्नो आफ्नो बुझाइ, आफ्नो आफ्नो परिस्थिति, आफ्नो आफ्नो भोगाइ पनि हो। अनि त्यही हो, यो चाहिँ सबैभन्दा मुनिको ठाउँ हो। अनि यो चाहिँ टपमा छ अहिले चाहिँ म चाहिँ। अनि फुलकोचसँग रमाएको म चाहिँ कस्तो राम्रो लागेको क्या, रमाइलो छ। अझ यहाँ चाहिँ स्पेसल के हुँदो रहेछ भने जोडीहरूको लागि चाहिँ पार्टनरसिप सँगै छ भने चाहिँ सँगै हुँदाखेरि चाहिँ छुट्टै रमाइलो हुँदो रहेछ क्या। अब सिङ्गल हुँदाखेरि पनि रमाइलो हुन्छ साथीहरूसँग, तर पनि खासमा जोडीहरूको लागि चाहिँ अझै राम्रो जस्तो लाग्यो। कोरियनहरू चाहिँ जोडी नै आएको देखेँ। अनि रमाइलो छ, कस्तो राम्रो लागेको, छुट्टै खालको फर्स्ट टाइमको अनुभव हो यो चाहिँ। फुलकोचमा रमाएको, सिपमा चढेको, अनि यो बाहिरको समुद्रमाथि चिसो हावामा बेलुकाको टाइममा अनि यसरी घुमेको रमाएकोहरू चाहिँ फर्स्ट टाइम है। यस्तो खालको टाइम चाहिँ सायद बार बार आउँदैन होला। अनि यो आएको टाइम रमाइलो लाग्यो, राम्रो लाग्यो। फाइनल्ली हामी सकेर अब चाहिँ घरतर्फ लाग्दैछौँ। हामी चाहिँ बिदा